हे एभ्रिवान नमस्ते फेरि पनि वेलकम छ मेरो मिनी भ्लगमा र आज चाहिँ हामी भिक्टोरिया देखि डङ्कन जाँदैछौँ। केसको लागि जाँदैछौँ भन्दा चाहिँ हामी आज खसी काट्न जाँदैछौँ। त्यो बाटोहरू चाहिँ म तपाईहरुलाई देखाउँदैछु। अहिले चाहिँ हामी चाहिँ अहिले भिक्टोरियाबाट जाँदैछौँ। भिक्टोरिया बाटो चाहिँ अलमोस्ट 1.5 आवर ड्राइभ गरेपछि चाहिँ डङ्कन आउँछ र त्यहाँ चाहिँ हामीले के गर्छौँ हैन, कस्तो खसी काट्छौँ भन्ने कुराहरू तपाईलाई देखाउँछु र खसीको मूल्य कति पर्यो भनेर पनि हामी तपाईहरुलाई भिडियोमा देखाउने प्रयास गर्नेछौँ। मलाई आशा छ तपाईले हाम्रो भिडियो मन पराउनु हुनेछ र भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। तपाईले अहिले चाहिँ हाम्रो बाटोहरू देख्न सक्नुहुन्छ। अहिले चाहिँ एकदम हरियाली छ, छेउछाउमा रुखै रुख र बीचमा बाटो छ। तपाईले देख्न सक्नुहुन्छ भिडियोमा कस्तो क्यूट छ बाटोहरू पनि। यो रमणीय ठाउँ अनि यो रमाइलो बाटाहरू जङ्गलहरू हेर्दै हेर्दै हामी चाहिँ अहिले लगभग आधा बाटो आइसकेका छौँ। त्यहाँ चाहिँ हामीलाई बीचमा दिदीहरूले वेट गरिरहनु भएको छ। हामीले दिदीहरूलाई भेटेर चाहिँ जानेछौँ त्यहाँ। यसै बीचमा मैले यो बाटो खिच्नुको कारण भनेको चाहिँ हाम्रो नेपालमा यति स्ट्रेट बाटो, यति रमाइलो जङ्गलहरू छेउछाउ बाटोको छेउछाउमा यति राम्रो खासै हुँदैन, तर यस्तो स्ट्रेट बाटो छ कि हैन, म त एकदम सरप्राइज भइसक्यो। यति विकसित देशहरूमा यस्ता रोडहरू पनि छन् र यसको रमाइलो लिँदै हामी गाडीमा 4 जना छौँ। अब गाडीको मैले सबैजनालाई देखाउन त मिलेन, यहाँ दिदी पनि भेट भयो। फाइनली हामीले अकस्मातलाई फ्याट्टै भेट्यौँ र अब हामी दिदीहरूलाई फलो गर्दै जानेछौँ। नजिकै छ यहाँबाट। फाइनली पुग्यो हैन। फाइनल हामी खसी लिने ठाउँमा आइपुग्यो अनि यहाँ चाहिँ खसी काट्ने ठाउँ बाजे ड्राइभरनीहरू। फाइनली हामी चाहिँ फार्ममा आइसक्यो होइन। हाम्रो दिदी भाइ हाम्रो वहाँ हुन्छ अनि अब यहाँ चाहिँ हामी खसी रोज्दैछौँ है त। यो चाहिँ हाम्रो खसी, हजुरको खसी। You want the broad? Yes. Yeah. Okay. यहाँ हाल्ने त होइन होला। यहाँ मासु काट्ने कार्यक्रम हुँदैछ। एक्ज्याक्ट हुँदैन, तलमा थियो होला जस्तै यो भयो होइन। अनि यहाँ चाहिँ भोडी धुँदै हुनुहुन्छ। बुढीहरूले भोडी धुँदै हुनुहुन्छ। आइ पाख्रु, हेलो। भेडा, बाख्रा, खसी, भेडा, बाख्रा, खसी। ल मासु भाग लाग्दैछ। यहाँ 3 भाग लाग्दैछ। कोकोलाई हो तपाईँलाई कति भाग? नयाँ डिजाइनको अचानो आइसकेको छ बजारमा। हेर्नुहोस्, मासु काट्ने पारा। ल हाम्रो खसीको मूल्य यति रहेको छ। यति कति छ होला ल गर्नुहोस्। मिलाउनेलाई $10 दिनुहुन्छ नारायण घिम्रेले। खसीको मूल्य कति हो कि होइन घिम्रेजी? मिलाउनेलाई यति पैसामा कति छ भनेर मिलाउनेलाई $10 गिफ्ट गरिदिने हो। ओके ल फेरि देखाइन्छु। यहीँ भएको मान्छेले पार्टिसिपेट गर्न पाउँदैन। यहाँ भाइद्वारा कसैको मुटु रेटिँदैछ। के हो भाइ, तिमी त धोकेबाज रहेछौ त। हेर मुटु छिया पारिदिने मान्छे को
यहाँ मैले आज मुटु अरूको मुटु काट्दिने मान्छे भेटाएँ, यहाँ मुटु रेट दिने मान्छे भेटाएँ। भाइ के हो तिम्रो पारा? खसी पसल जानु जहिले भेटिन्छ। कतिजनाको मुटु कति यो कति हो मुटु हो तिमीले भन त? म जस्तो लोयल मान्छेलाई यहाँ जे पाइदिए कस्तो बुढी। ल हाम्रो खसीको मूल्य यति रहेको छ। यति कति छ होला ल गर्नुहोस् मिलाउने